हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, वेलकम टु माय एनसी छेत्री ब्लग। आज नयाँ डेमा नयाँ भ्लग बनाउनु गइरहेको छु साथीहरू। मैले के गर्दैछु, कसो गर्दैछु आज नयाँ डेको नयाँ भ्लग हेरेर भनिदिनुलाई यहाँ हेर्नु है। म चाहिँ यहाँनिर खोर्सानी लटक्क फलेर यहाँ हेर्नु त, गर्न यहाँ कस्तो मजाले खोर्सानी फलेछ। खोर्सानी टिप्दैछु साथीहरू। यहाँ यति टिपिसक्यो होइन, कहिले गर्दा अलिक पर जान्छ, उता पर जान। अब म यहाँ पनि टिप्छु खोर्सानी। यहाँ पनि खोर्सानी छ, तल देख न त, यहाँ पनि छ खोर्सानी हेर्नु है। यहाँ पनि छ, टिप्दैछु, देख न त साथीहरू। अनि तपाईँहरू सन्चै आराममै हुनुहुन्छ होला, म पनि सन्चै आराममै छु। अनि यहाँ खोर्सानी हेर्नु त कस्तो फलेको छ यहाँ, मलाई पनि देख न। अनि खोर्सानी टिप्दैछु म चाहिँ आज साथीहरू। अनि यो खोर्सानी चाहिँ त्यति पिरो त छैन, तर यहाँ हेर्नुहोस् त, यस्तो यो सानो खालको यस्तो खालको चाहिँ पिरो हुन्छ। यो चाहिँ ठुलो ठुलो भएर त्यति पिरो छैन। यो मैले अब यति खोर्सानी टिपिसकेँ होइन। अब खोर्सानी टिप्दैछु, खै देखा त्यता कति खोर्सानी हेर, कति फलेको यो खोर्सानी। यहाँ पनि रहेछ। मैले चाहिँ पाकेको खोर्सानी टिप्दैछु है। मैले चाहिँ पाकेको खोर्सानी टिप्दैछु। अब भयो अब यति टिपिसकेँ। यी खोर्सानी यति टिपिसकेँ। अनि यहाँ तिते करेला पनि छ है। यहाँ खोर्सानीमा तिते करेला छ। यहाँ चाहिँ खोर्सानीको बिचमा तिते करेला यस्तो कुहिसकेछ तिते करेला त। यहाँ पनि तिते करेला छ। कतिको भयो खोर्सानी, कति मिनटको भयो? म आएको उता एकछिन पस्छु, उता नदेखाएपछि। अब चाहिँ मैले खोर्सानी टिपेर आएँ अनि त्यहाँबाट यो खोर्सानीलाई चाहिँ अब नाङ्लो ल्याएर सुकाउँछु। पर्खिला म नाङ्लो ल्याउँछु त। अस्ति फुटेको नाङ्लो, यो नानीले फुटाएको नाङ्लो। अब म चाहिँ देखाताल गर्दा यहाँ फुटेको नाङ्लोमा अब यो खोर्सानी सुकाउँदैछु। खै त, तल बस्न, तल गर्न। ए यो खोर्सानी त हरियो खोर्सानी पनि सुकाएर राख्दा केही पनि हुँदैन। कता गर्दा जिरे खोर्सानीको यहाँ हेर्नुहोस् त, यो सुकाएर अब म चाहिँ राख्छु यहाँ छानामाथि। त यहाँ आइज, आइज न त, छानामाथि राखेको खोर्सानी। खै कहाँ राख्नु, खोर्सानी पनि बिग्री झर्छ ल। ए यो खोर्सानी त झर्छ त, माथिबाट आएर देख न। यसरी चाहिँ हाल्ने खोर्सानी। यहाँ आइज न हो, यताबाट देखिन्छ। खै यहाँले त मैले चाहिँ यहाँ खोर्सानी सुकाएँ साथीहरू। अब यहाँ हेर्नुहोस् है, यो खोर्सानी सुक्छ भरे होइन यहाँनिर। अनि यहाँ चाहिँ दाउरा राखेको। अनि यो इस्कुसको बोट त अब चाहिँ मर्दै गयो। अब चाहिँ आशा छैन, इस्कुसको बोट चाहिँ मर्यो। अब नो होप, यो इस्कुसको बोटको नो होप, आशा छैन। हेर्नुहोस् त मर्यो शीतले छैन। अब त छैन, इस्कुस सक्यो। माथि चाहिँ एउटा रहेछ, त्यति नै हो। अब त इस्कुस सक्यो। अब आउने सालको लागि कुर्नुपर्छ साथीहरू। मलाई देखा त, मलाई यहाँ चाहिँ अम्बकको बोट, यहाँ चाहिँ अम्बकको बोट उम्रेको है। कस्तो मजाको मुन्टा अम्बकको बोट हेर, कस्तो मजाको मुना। अनि यो फुलको बोट पनि सुक्यो, यी फुलको बोट पनि सुक्यो। अनि यो अम्बकको बोट चाहिँ कस्तो मजाको रहेछ। अब यो सालको लागि फुलको बोट पनि सुक्यो, सबै सुक्यो सबै। अब साथीहरू खै अब चाहिँ यहाँनिर अम्बक टिप्नु गएको। टिप त, पर्खी ल, म हेर्छु ल। यो अम्बकको बोटमा चाहिँ अहिले यो डिसेम्बरमा पनि 2टा अम्बक हेर्नुहोस् त साथीहरू। खै लिएर अम्बकको बोटमा चाहिँ हेर्नु न, यहाँ अम्बकको बोटमा चाहिँ यो अम्बक सुकेर केही छैन। तर यहाँ 2टा भेट्यो। खै हेरौँ, वा खै 2टा अम्बक हेर, कस्तो मजाको यो 2टा। अब यो डिसेम्बरमा पनि अम्बक हेर, कस्तो मजाले यहाँनिर चाहिँ बोटमा पायो अम्बक चाहिँ। नानी ला त एउटा खा। तोरी चाहिँ कस्तो राम्रो तोरी फुलेको, यो हेर्नु न। तोरी चाहिँ कस्तो मजाले पुरा तोरी फुलेर केही छैन हौ साथीहरू। यहाँ त तोरी बारी चाहिँ अहिले चाहिँ तोरी फुल्ने सिजन हो। पुरा तोरीमा मौरी बसेर केही राख्दैन। कस्तो दामी भएको छ तोरी। हेर्नुहोस् त, पुतली पनि उडिरहेछ तोरी बारीमा। तोरी कस्तो दामी भएको, मौरी उडिरहेछ तोरी बारीमा साथीहरू। हेर्नुहोस् त, तोरी कस्तो दामी भएको है साथीहरू तोरी नि। हेर्नुहोस् त,
कसले तोरी छर्नुहुन्छ साथीहरू। तोरीको साग पनि कम्ता मिठो हुँदैन, तर यो त फुलिसकेछ होइन साथीहरू। यहाँ हेर्नुहोस् त, अहिले चाहिँ हामीले चाहिँ यहाँ मैले चाहिँ अर्ग्यानिक सब्जी लिएर आएको छु है। यो चाहिँ हेर्नुहोस् है, मुला, फ्रेस मुला, यहाँ चाहिँ यहाँ ब्रोकोली, यहाँ फुलकोपी, यहाँ ब्रोकोली होइन। यहाँ चाहिँ साग डुकु डुकु भएको साग हेर्नु न साथीहरू। यहाँ डुकु हेर्नुहोस् त, डुकु कस्तो मजाको डुकु डुकु छ है सागको। हेर्नुहोस् त सागको डुकु होइन सागको डुकु। अनि यहाँ ब्रोकोली, अनि यहाँ चाहिँ उयो के अरे फुलकोपी, यहाँ ब्रोकोली, यहाँ मुला। यहाँ हेर्नुहोस् त साथीहरू, अर्ग्यानिक सब्जी। हेर्नुहोस् त कस्तो मजाको अर्ग्यानिक सब्जी छ साथीहरू, देख्नुभयो यहाँनिर। मुला, ब्रोकोली, फुलकोपी, के हो मुला, ब्रोकोली, फुलकोपी, यहाँ रायोको साग डुकु डुकु भएको साथीहरू। कोलाई मनपर्छ है, सबैलाई मनपर्छ होला। अहिले हिउँदोको सब्जी हो यो साथीहरू। हेर्नुहोस् है, यो साथीहरू सबैलाई मनपर्छ, थाहा छ मलाई। यो मलाई पनि अति नै मनपर्ने सब्जी हो यिनीहरू साथीहरू। आज चाहिँ यो सब्जी पकाएर खाने हो साथीहरू। कस्तो मजाको अर्ग्यानिक सब्जी होइन यो चाहिँ। हेर्नुहोस् त अर्ग्यानिक सब्जी। यहाँ हेर्नुहोस् त, यहाँ ब्रोकोली, यहाँ फुलकोपी, यहाँ मुला, यहाँनिर चाहिँ अनि रायोको सागको डुकु। हेर्नुहोस् त साथीहरू, रायोको सागको डुकु हो यो चाहिँ। कस्तो मिठो हुन्छ नि रायोको सागको डुकु, फुलेको डुकु होइन। अनि यहाँ उयो ब्रोकोली, मुलाहरू सबै छ। आज चाहिँ यो सब्जी खाने हो साथीहरू। हेर्नुहोस् न, कोलाई मनपर्छ मलाई फुलकोपी ब्रोकोलीहरू। हेर्नुहोस् त, यो चाहिँ चामल हो है। यहाँले त खै यो चाहिँ चामल हो, हेर्नुहोस् ल। यो कालो कालो चामल छ होइन, अलिक यो कालो चामल छ। हेर्नुहोस् न, मैले यो चामल किनेर ल्याएको 3 किलो छ। उचाल्नु यो मेरो मर्केको हात त मलाई देख न साथीहरू, मेरो हात मर्केर यहाँ दुखेर केही उचाल्नु भएको छैन। यसले उचाल्छु। हेर्नु न कस्तो साह्रो परेछ। अनि यो चामल चाहिँ कसले खानुभएको छ, यस्तो खालको चामल कसले देख्नुभएको छ साथीहरू। हेर्नुहोस् त, यो कालो चामल हो। देखा त, जुम गर्ने। यसको यो चामलको साथीहरू खिर खानु मिठो हुन्छ है। यो चामल खास गरी खिर खाने हो। यो नानीले चामल काँच्चै खाँदैछौ, नखान। आज चाहिँ यहाँनिर के बजार गर्नु गएर के ल्याएको छ साथीहरू हेर्नु होला है। लिप बाम, लिप बाम अनि मेरो त यो नाक बन्द भएर कस्तो भएको छ, पुरा ज्वरो आउला जस्तै भयो नि पुरा। अनि के हो यो चाहिँ फेरि, यो चाहिँ के हो, यो काजी निम्बु के भन्छ हामीले यसलाई, बिमिरो होइन, हामीले त्यसलाई बिमिरा भन्छ। यो उता कुन के भाषामा चाहिँ काजी निम्बु भन्छ, बिमिरा। यो चाहिँ के हो, दालमुरी बिक्रङ, के हो बिकङ्गा, बिकङ्गा के हो, बिकानो, मलाई त पढ्नु पनि। उयो चाहिँ बिस्कुट रहेछ है, कस्तो कतिवटा, 1 2 3 4 कतिवटा लाइन छ, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा लाइन छ है, राम्रो छ। अनि यो चाहिँ के हो, यो पनि पर्फ्युम, यो पकेट पर्फ्युम। अनि यो चाहिँ के हो, यो पनि बिस्कुटै हो हेर्नु साथीहरू। अब आज सिरियल्स भन्नु मलाई त आउँदैन भनौँ नि, कस्तो खालको छ यो, यस्तो खालको रहेछ। यो भित्र यस्तो खालको छ होइन, मिठो खालको रहेछ यो त, मिठो खालको। उयो नि चोको पाई जस्तै हुँदो रहेछ नि, चोको हो। र त अनि के अरे उयो मिठो हुन्छ, दुधमा खानु मिठो हुन्छ त। यो त अस्ति किनेको होइन अनि। यो कोलगेट चाहिँ के हो, सेन्सोडाइन एक्टिभ फ्रेस सेन्सोडाइन के अरे। अस्ति पहिला हामीले अर्को कोलगेट यो होइन नि, हामीले युज गर्ने अर्को त्यो कोलगेट ल्याउँथ्यो नि। यो चप्पल पनि किनेको न। यहाँ चाहिँ मासु कस्तो रातो पुरा देखा त, मासु कस्तो रातो है, फ्रेस। अनि यो चाहिँ चामल है, यो चाहिँ किन यस्तो खालको चामल भन्नु छ, यो चाहिँ स्पेसल चामल हो ल। यो चामलको चाहिँ भात मिठो हुन्छ होइन, त्यो 1 केजी मात्रै ल्याएको छ हामीले। अनि के अरे यो चाहिँ यहाँ हेर्नुहोस् है, यो चाहिँ पर्फ्युम डाइनामिक पर्फ्युम होइन यो। अनि वाउ, अनि यहाँ झन्डु बाम चाहिँ म पनि बिमारी छु, त्यही भएर झन्डु बाम हेरौँ। कहिले झन्डु बाम चाहिँ म लगाइहाल्छु, मेरो कस्तो उयो भएको छ यार यहाँनिर, रुगामर्की लागेर जाडोले यो नर्मल होइन, डबल पावर हो, राम्रै हो डबल पावर। वाउ, अनि डबल पावर भएको झन्डु बाम यो कन्टिन्यू हो के। अनि मेन स्पेसल चाहिँ यहाँनिर छ साथीहरू, यो केक
केक छ हेर्नुहोस् त कति दाम प्राइस यसको प्राइस 100 ओ 100 आइसी 100 आइसी केक प्याकिङमा। अनि त साथीहरू यो चाहिँ हेर्नु यो चाहिँ अस्ति चाहिँ मैले कालो चामल हामीले चाहिँ कालो चामल त्यो चाहिँ मैले खाँदैन अहिले यो चामल चाहिँ अर्कै चामल हो तपाईँहरूले चाहिँ सिम्पल चामल भन्नुहुन्छ ल यो कस्तो मिठो हुन्छ ल यो चामल चाहिँ। अनि यो चामल चाहिँ के हो मणिपुरी राइस होइन यो चाहिँ मणिपुरी राइस है साथीहरू यो चाहिँ मणिपुरी राइस हो कस्तो मिठो हुन्छ नि। तर यो कोलगेट पनि राम्रो राम्रो हुन्छ होला नि कस्तो अप्ठ्यारो भयो त्यही हामीले सधैँ चलाउने कोलगेट हो। अनि यो चाहिँ हो मेरो बेस्ट मौसमी सुन्तला हो अनि मौसमी जस्तो देख्छु त म त सुन्तला रहेछ मलाई चाहिँ सुन्तला भन्दा पनि मौसमी मिठो लाग्छ है मौसमी मिठो लाग्छ तर म यो अहिले खाइदिइहाल्छु एउटा चाहिँ मिठो लाग्छ लाग्नु त तर मलाई यो चाहिँ यो कस्तो यसको चाहिँ बोक्रै खान्छ है यसको चाहिँ बोक्रै खान्छ यो चाहिँ बोक्रा खाने निम्बु नै हो काजी निम्बु यसलाई आसामिज भाषामा काजी निम्बु भन्छ तर हामीले चाहिँ के अरे यता त प्रायः भाषाहरू मिक्स गरेर बोल्छौँ म त यो होइन यो काजी निम्बु भन्छ तर यो बिमिरा हो ए यो टोपी पनि नयाँ ल्याएको अरे यो चाहिँ मेरो टोपी होइन यो नानीको मैले यतिकै लगाएको म मरेर के बो तिम यहाँ पनि कस्तो खालको यस्तो नि किन लगाएको होला है यस्तो खालको लगाउने चाहिँ के काम छ है टक्कै म निकालिदिन्छु जा अनि यहाँ लगाउँछु अनि त्यहाँबाट मेक स्टिल मेक लङ बनाएको अनि साथीहरू के हो यो ओ यो चाहिँ आलु चप आलु चप अरे कस्तो कचाक कुचुक भएर खै आलु चप मैले अघि खाइसकेको यता यो त मैले अघि खाइसकेको यो खाएपछि त पुरा ग्यास्ट्रिक दुख्छ पुरा तेल बेसी छ नि त अनि मेरो भाग हो अनि यो भाग पनि खानु तपाईँले होइन हो मैले त खालि एउटा मात्रै खाएँ चप्पल यत्रो चप्पल यो मेरो नानीको खुट्टा चाहिँ कत्रो छ हौ यत्रो चप्पल लगाउँछ खाने कि नखाने खानु त पेट भएको आज चाहिँ यति सपिङको लागि सपिङ गर्नुको लागि चाहिँ गएर यत्रो सपिङहरूले यत्रो सामानहरू किन्यो मरेर के भो लागि यो चाहिँ ओके प्रोडक्ट बनाएको पनि कसको लागि तेरो लागि हो नानी पापाको लागि ओके एउटा खानु त भइहाल्यो त यो सुन्तला चाहिँ किन बाँड्नु मलाई मनपर्ने चिज हो त यो सुन्तला म सबै खाइदिन्छु तपाईँलाई मौसमी मनपर्छ खानु पर्दैन नौ जाडोमा सुन्तला मिठो त मिठो हुन्छ तर म त यस्तो सुन्तला त 2-3 केजी पनि खाइदिन्छु यो अझै यो सुन्तला भन्दा नि मौसमीलाई नेपालीमा के भन्दो रहेछ भन्दा नि त के भन्दो रहेछ एकजनाको मैले उयसमा दिएको थिएँ फेसबुकमा यो मौसमीलाई त यो त सुन्तला हो मौसमी सुन्तला यो तर इजिप्सियन सुन्तला त्यही भएर मौसमी हो नाम ओके इङ्ग्लिसमा चाहिँ इजिप्सियन यो त सुन्तला हो नि त कति आउँछ सुन्तला गाडीमा अहिले त क्रिसमसको मार्केटिङको बेलामा नि क्रिसमसको बेलामा त गाडी सुन्तला ल्याउँछ उताबाट यो त लोकलै हो कि कहाँको नागपुरको सुन्तला होला यता नि यो त लोकल सुन्तला होइन उता लोकलमा त्यो स्टिकर हुँदैन नि त स्टिकर हुँदैन नि त्यस्तो खालको त्यही भएर भने स्टोक ओके स्टोक हो अब हामी चाहिँ हेर्नुहोस् त यहाँ खाना खानु यहाँनिर झोल उयो खाना खानु आँटेको छ मासु अनि भात होइन यहाँनिर हाम्रो तयार भएको छ अनि के अरे यो निम्बु पनि तयार भएको छ काजी निम्बु मासु भात अब हामी चाहिँ खानु गइरहेछौँ साथीहरू यो चाहिँ खसीको मासु हो अनि यो होइन खानु गइरहेछ हेर्नु होला है कन्टिन्यू अब हामी चाहिँ खोइ त देखेन त हामी चाहिँ खाना खाँदैछौँ साथीहरू यो निम्बु बिमिरा अनि यहाँ मासुहरू खानु गइरहेछौँ हेर्नुहोस् है यो खसीको बोसो होइन तातो छ यहाँको खानु गइरहेछौँ राम्रो खसीको बोसो म खान्छु ल खाता त्यसो भए मुला हुनु पर्ने थियो नि मुला त्यो एउटा बारीमा त्यो त सानो छ कस्तो लाग्यो नानी
साथीहरू यो खसीको मासु चाहिँ हेर्नुहोस् है। मैले अघि त्यो सुन्तलाको जस्तोमा लगाएको थिएँ, निकालेको छुइनँ म त। यो पनि मिसाएर टकेर गएको त यो बिमिराको बोक्रा साथीहरू हेर्नुहोस् त। यो बिरालो चाहिँ कस्तो डिस्टर्ब गर्छ हौ। हामीले खाना खाने बेलामै बिरालो चाहिँ मासु देखेर नि त। यो निम्बु त मलाई कस्तो अमिलो लाग्यो, खानु मन लाग्यो, दाँत कुरियो। त्यो च्यादर ओढेर कपाल पनि कस्तो भएछ, कपडा ओढेको थियो नि मैले। के भयो अरे बोक्रेसँग म त दाँत कुरियो अघि उयो गरेर टोक्नै सकेन। कस्तो लागेन नि खाना। म चाहिँ यस्तो थालमा भात खान्छु है साथीहरू, हेर्नुहोस् है। यस्तो खालको थाल कतिजनाले चाहिँ यो थालको लागि यस्तो थाल चाहिँ राम्रो छ भन्नुभएको थियो। हेर्नु होला कस्तो छ, अनि फेरि पनि कमेन्टमा भन्नु होला है। बिरालो चुप लाग्यो नकरा। नानी कस्तो लाग्यो भन्न। मेरो कपाल त कस्तो जुङजुङ्ग भएको छ यो ओढेको थियो नि त। कुन देशको प्लेट होला यो कुन देशको प्लेट, यो कुन देशको प्लेट भात खाने थाल होला भन्नु होला है। खुटाउने मेरो कपाल त कस्तो भएर पुरा उयो यस्तो अघिदेखि गरेर उयो ओढेर नि त कपडा। प्लेटको पनि खुट्टा हुन्छ नानी थालको पनि खुट्टा छ हाम्रो। हेर्नु यस्तो ठ्याक्क पकाएर कस्तो मजाले खाने हो। खसीको बोसो त के अरे यो खसीको बोसोहरू त तातो तातोमा खायो भने मात्रै नभए त उयो भइहाल्छ हौ, जाम्मिहाल्छ क्या त। छिटो छिटो खा नानी पनि, छिटो छिटो खा ल, नभए त जाम्मिहाल्छ यो खसीको बोसो त है। यो निम्बु त के साह्रो मोटो हौ, यो बोक्रेसँग खाने निम्बु भएकोले नि त के अरे टोक्नु पनि हुँदैन, अमिलो पनि निक्लेन। म त टोक्नु सक्दिनँ। यो मेरो अघि उयो खाएर भक्कु के अमिलोहरू खाएर भोगटे फोक्सेहरू खाएर मेरो कस्तो दाँत उयो भएको छ हौ। मेरो कपाल त नि कस्तो भएछ त्यो त्यही के अरे दाँत कुरियो कि मैले अघि भोगटे फोक्से खाएर नि त। बिरालो चुप्लाक चुप्लाक। म त पिरै भनौ, जिरो खोर्सानी खानुभन्दा पनि फेरि अहिले पिरो बेसी हुन्छ। बिरालोलाई चाहिँ होइन हल्दी खाँदिनँ भयो खोर्सानी। जाडोमा चाहिँ खसीको मासुको बोसो खायो भने चाहिँ जिउ चाहिँ गरम हुन्छ है। प्लेटमा मुसियाद हुन्छ। मलाई चाहिँ यो खसीको मासु उयोको चाहिँ के हुन्छ भने नि त बोसो नै थालहरूमा टालिन्छ, त्यो चिप्किन्छ कि यो अमिलोले त मलाई कस्तो भयो। यो बोसो नै थालहरूमा पुरा उयो हुन्छ, त्यही भएर कस्तो लाग्छ मलाई। बिरालो चाहिँ मर्नै आँटिसक्यो अहिले। म त यो भात कस्तो लाग्यो भाग्दिम। यो बिमिराको चाहिँ यस्तो त मिठो हुन्छ है। यो उयो के बद्दैछ सिङ्क र भाँडा ओ पानी उम्लिन आँटेको भाग्दिम खानु थप्नु। मलाई यो खसी पुरा थालैभरि टालिन्छ यो उयसमा त, त्यही भएर तातो तातो खायो भने मात्रै यो खसीको मासु त पिरो। कस्तो मिठो नि, मिठो चाहिँ खसीको मासुमा त बोसो छ भने चाहिँ मिठो लाग्छ हौ। बोसो बोसो मिसिएकोहरू चाहिँ नि त, अनि त्यो पनि तातो तातो खानुपर्छ, मिठो हुन्छ। आज बजार जाँदा मजा आयो। बजार गयो भने पनि मिठो 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 यमी 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 भन्छ। यमी 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 यमी। लु साथीहरू हामीले चाहिँ खाना पनि खाइसक्यौँ। आज चाहिँ डिसेम्बर कति तारिक हो, आज 23 तारिक नि
डिसेम्बर 23 तारिक हो अनि खाना पनि खाइसक्यौँ मासु र भात साथीहरू। अनि कस्तो जाडो छ बिहान बेलुका त हामीहरूकोतिर त तपाईँहरू सबैतिर त यो दुनियाँमै अहिले त जाडोको मौसम हो हुनु चाहिँ। तर पनि बिहान बेलुका चाहिँ साह्रो जाडो हुन्छ। दिनमा त घाम लाग्यो भने त त्यति जाडो हुँदैन। बिहान बेलुका चाहिँ हाम्रोतिर चाहिँ जोड जाडो हुन्छ पहाड एरियामा। अनि साथीहरू तपाईँहरू पनि को सबैजनाले के अरे तातो तातो खानाहरू खानुहोला, गरम गरम कपडाहरू लगाउनु होला अनि गरम पानीहरू पिउनु होला। यो बिरालोलाई चाहिँ कस्तो होइन अगाडिबाट उफ्रिरहेछ हौ। अनि ठन्डा जाडोमा गरम कपडा लगाउनु होला, ठन्डा मौसममा गरम कपडाहरू लगाउनु होला साथीहरू। सबैजनाले आफ्नो ख्याल गर्नु होला भन्दै साथीहरू। अनि अब हामीले चाहिँ भात खाइसक्यौँ। हामीले चाहिँ भात खाइसक्यौँ साथीहरू। अनि अब मेरो भिडियो चाहिँ अब यहीँ इन्ड गर्छु, यहीँ सक्छु साथीहरू। अनि कस्तो लाग्छ तपाईँहरू सबैजनालाई साथीहरू कमेन्टमा भन्नुहोला। नानी त पनि के भन्न चाहन्छ? अनि साथीहरू मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्न नभुलिनु होला भन्न चाहन्छु। पुरा हँसो भयो यो भएर भन् त पनि के भन्ने भन्दैन। सबैजनाले हाम्रो भिडियोलाई लाइक सेयर कमेन्ट गर्नुहोला भन्न। बाई बाई।